फाइनली गाइज आज ढिलो ढिलो उठ्यो। कति बजी उठ्यो भने अहिले हामी 10:30 मा उठेको, 10:39 भयो। अनि गुच्ची लगाइया छ, अनि गुच्ची लगाएर हिँड्छौँ भइहाल्छ। सुत्ता 4 बजेको थियो, त्यही भएर अनि ढिलो 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 उठ्यो। वहाँ गएर के हान्यो, त्यो गेडा जस्तो गेडालाई डन्ठीले टक्क 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 हान्यो, दुलो छिराउने त्यो हान्यो। अनि आएर चाहिँ ढिलो भयो, ढिलो भएर चाहिँ पछाडि ढिलै सुत्यो। अनि ठ्याक्क म 7 बजेछ भनेर बिउजेको भरेमा आएकोसम्म 10:49 भइरहेको छ। अनि त्यस पछाडि आज चाहिँ हाम्रो खिरी खाने बालिङ छ कि, मलाई चाहिँ खिरी फेरि मनपर्छ। अनि चाहिँ हामी जान्छौँ, अनि हामी गएर चाहिँ खिर खान्छौँ। खिर केटा हो खिर। अनि त्यस पछाडि आज काम पनि छैन। यो दुइटै मेरो कम्पनी, एक मेरै हो, पछि मैले किन्ने नि यही हो। अनि त्यस पछाडि भनेको यस्तै छ। अब यो गुच्ची चाहिँ फेरि हराउने बेला हुन आँट्यो क्या। यो गुच्ची चाहिँ अब धुने बेला भएको गुच्ची अरे, त्यही भएर त्यहाँ वासिङ मेसिनमा गुच्ची छिर्छ। त्यो पछाडि मेरो टाउकामा गुच्ची हुँदैन नि, म गरिब हुन्छु नि। गुच्ची लाउनु त धनी हुन्छ अरे, तर म चाहिँ गरिब हुन्छु। अनि त्यस पछाडि चाहिँ हामी जाँदैछौँ किचन। अनि किचनमा गएर चाहिँ हामी खान्छौँ खिर। पाकेको रहेछ भने रहेन रहेछ भने हामी पकाउँछौँ। सन्चै हुनुहुन्छ। सन्त दाइले लुगा धुनुभएछ, भाइ बर्खा लुगा धुनुभएछ कार्यक्रम दाइ। अब मेरो टाउकोबाट गुच्ची जाँदैछ। कसरी तिमीलाई बिदा गरौँ मेरो गुच्ची गर्ने बेला भएको छैन। म त बिन्दास जिन्दगीमा म जतिको चिल त कोही पनि छैन। त्यस्तो हो। साबुन छ? ए ल ठिक छ। अनि त्यस्तो हो। हामी खिर्कान केटा हो, खिर्कान। फाइनली हाम्रो चुलो यहाँ छैन। चुलो नभए चाहिँ हामी त्यतै दुलदिने भाइलाई पर्खिने हो। अनि एकछिनमा मात्रै जाने हो, गुच्ची धोइसकेर जाने हो क्या। गुच्ची नधोइ त नजाने हो। अनि चाहिँ टक्क गएर चाहिँ बस्ने हो, एकछिन गफ हान्ने हो। आज हाम्रो के बन्दैछ? हाम्रो प्रसाद हो। उता चाहिँ नहाल्नु है। चिनी हो। चिनी त गुलियो हुन्छ नखाने। त्यही कफीमा हाल्ने चिनी त हो नि। यो त जाँदैन। हाम्रो खिरी पापा खिर खिला दो। महेन्द्र दाइ कस्तो दामी खिर नि, दामी छ, बबाल छ। अघि त्यो नचलाउँदाखेरि चाहिँ कस्तो खालको भन्दै थियो। चाख्दिनँ अहिले, चाख्दिनँ। चिनलाई गोला भइगयो नि। कौन सी कलर की? नीला नीला। के छ गुलाब कहाँ हेर्नु, उताबाट तिम्रो कलर फालिहाल्छ। फाइनली हामीले चाहिँ साझा खाना खायौँ। अनि अब क्रिकेट खेल्न जाने हो। त्यस पछाडि हामी जङ्गललाई पार गर्दै जान्छौँ। अनि हाम्रो क्रिकेट ग्राउन्ड छ त्यहाँ। आज आइतबारको छुट्टी, मजा छ। यहाँ हिउँ पग्लेको छैन, हुन्छ। अनि भकी मिलो यहाँ भकी मिलो भेट्यो।
अमिलो यो भक्किलो हो कि साह्रो अमिलो छ अमिलो होइन अमिलो स्वास होइन के दाइ सबै यहाँले भकिलो मात्रै रहेछ कि पकाउनु पर्छ एक दिन अनि त्यस्तो हो हामी जाँदैछौँ अनि हामी गएर ब्याटिङ गर्छौँ बलिङ गर्छौँ अब हामी ग्राउन्डमा गएर भेट्छौँ यो हाम्रो ग्राउन्ड यहाँ छ हाम्रो च्यानघारी यहाँ मान्छे मऱ्यो भने यहाँ राख्ने त्यहाँ च्यान छ इग 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 मऱ्यो फाइनली हामी ग्राउन्डमा आइपुग्न आँट्यौँ यहाँ मुनि हेरेर हिँड्नुपर्छ यहाँ रड छ त्यस पछाडि भनेको यस्तो यस्तो हो हाम्रो यो नेट हो अनि फाइनली हामी आयौँ ग्राउन्डमा अनि अस्ति चाहिँ यहाँ हिउँ नै हुन्थ्यो कि आज चाहिँ हिउँ मेसिनले सरेको यो आज चाहिँ हिउँ रहेछ मजा रहेछ कस्तो आनन्दको घाम पनि लागिरहेको छ मजाको छ एकदम बिन्दास छ अनि हामी यहाँ बिन्दासमा क्रिकेट खेल्छौँ अनि अब कति घन्टा खेल्छौँ थाहा छैन हामी रन खाएको खाइ तोपेको तोपे हुनुहुन्छ अनि बलियो छ जिन्दगी यस्तै छ
हामी यहाँ क्रिकेट खेल्दैछौँ बलर ब्याट्सम्यान हाम्रो बल हेरेको छ सन्तोष दादा अशोक दादा कुमार दादा हुसेन दाई हाम्रो महेन्द्र दाजु पर त्यस्तै जाने हाम्रो कान्छी यहाँ छ ओ कान्छी ठन्डी छ बल आएन ब्याटिङ गर्नु आउँदैन बल नै लाग्दैन अनि त्यस्तै हामी बसिरहेछौँ यस्तै छ अनि आज टक्क क्रिकेट खेल्न भोलि फेरि काम हान्ने हो काम पेल्ने हो सो छ होइन गाइजहरू फाइनल 0 रनमा क्याच आउट भयो एउटा हो अनि यस्तै छ आउँदैन बल आइपुग्दैन फाइनल चाँडै भयो हामी अब गेम खेल्न सक्दैनौँ अब हामी जान्छौँ अनि अरू खेल्दै आउनुहुन्छ अहिले हामी बाई बाई भन्दै स्टेडियमबाट ठुला खेलाडी जाँदैछन् है